दर्शकबिन सामाजिक सञ्जालमा विभिन्न प्रकारका हरकत गरेर नचाहिँदा अश्लील हरकत गरेर चर्चामा आउने गरेका नेपाली बुढोले आफ्नै श्रीमती नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको विभत्स हत्या गरेका छन्। दर्शकबिन समाचारमा आए अनुसार नेपाली बुढोले अर्को प्रेमिकाको चक्करमा लागेर प्रेमिकाले आफ्नो श्रीमतीलाई सम्बन्ध विच्छेद दिन भनी दबाब दिएको र त्यही चक्करमा आएर आफ्नै श्रीमतीको विभत्स हत्या गरेको भनेर भर्खरै समाचार प्रसारण भएको छ। दर्शकबिन दिन प्रतिदिन सामाजिक सञ्जालमा यस्तै घटनाले गर्दा यतिखेर नेपाली समाज तरङ्गित बनेको छ। नेपाली समाज डराएको छ। जसले सँगै जिउने सँगै मर्ने बाचा खाएको हुन्छ ती दुईटा जोडी त बाँच्न सक्दैनन्, ती दुईटा जोडी त मिलेर समाजमा बस्न सक्दैनन् भने अरू त कसरी बस्लान् र। हो दर्शकबिन यतिखेर नेपाली बुढोको समाचारले, नेपाली बुढोको काण्डले यतिखेर सनसनीपूर्ण समाचार नेपालभर फैलिएको छ। दर्शकबिन यतिखेर आम जनता तरङ्गित बनेका छन्। जसले हिजोसम्म सामाजिक सञ्जालमा आएर विभिन्न प्रकारका काण्डहरू मचाउने गर्थ्यो, विभिन्न प्रकारका अश्लील हरकत गरेर समाजमा एउटा लज्जास्पद भिडियोहरू सार्वजनिक गर्दै हिँडेको थियो। आज उसले आफ्नै श्रीमती जो नेपाली सेनामा कार्यरत थिइन् आफ्नै श्रीमतीको हत्या गरेपछि यतिखेर आम नेपालीको चासोको विषय यतिखेर बनेको छ। सामाजिक सञ्जालमा हेर्ने हो भने धेरैको भनाइरहेको छ नेपाली बुढोलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ। किनभने दर्शकबिन एउटा नेपाली सेनामा कार्यरत महिला जसले चाहिँ देशको लागि हरदम हरपल ज्यान दिनको लागि रेडी हुन्छन्, हो आज उनको हत्या भएको छ। हो दर्शकबिन आज एउटा सेनाको मात्र हत्या भएको छैन, एउटा सन्तानले आफ्नो आमा गुमाएको छ, एउटा काखमा बस्ने छोरोले आफ्नो आमा गुमाएको छ। त्यसैले गर्दा नेपाली बुढो जस्ता हत्यारालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।